लक्ष्मी माता मलाई एकचोटि लोटो पारिदिनुहोस् भन्न चाहनुहुन्छ भने यही कपी गरेर काट्न सक्नुहुन्छ। त्यो थाहा परि पो हाल्छ कि है, भाग्यको खेला हो। अब कसैलाई 100% त अब कसैलाई नि हुँदैन, हुने भए त सबैले काटिहाल्थ्यो होला होइन। यो नम्बरहरू छ, मजाले हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो नम्बरबाट काट्नु मन छ। साथीहरू नमस्ते। आज चाहिँ म चाहिँ लोटो काट्नु पऱ्यो भनेर हाम्रो राधा र कृष्णलाई साँची राखेर, हे राधा भगवान्, हे लक्ष्मी माता, मलाई लोटो पारेर धनी बनाइदिनुहोस् भनेर चाहिँ यहाँ राखेको छु। अनि मसँग चाहिँ यहाँ चाहिँ नम्बरहरू छ, 1 to 45सम्म नम्बर छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ, यो 38 होला होइन, यो 38 नम्बर छ यहाँ। अनि यस्तै चाहिँ यहाँ ऱ्यान्डमली राखेको छ, यो मिलाएर राखेको छैन, ऱ्यान्डमली राखेको छु मैले चाहिँ। यहाँ 45वटा छन् यो नम्बरहरू चाहिँ। अब यसबाट मैले चाहिँ 6वटा नम्बर निकालेर मैले यहाँ चाहिँ यो चाहिँ लास्ट टाइम काटेको वाला नम्बरहरू यो पनि काट्छु होला सायद मैले आज 2 मान जतिको लोटो काट्छु होला। अनि मैले चाहिँ यहाँ अब आजको लागि चाहिँ नयाँ ब्ल्याङ्क पेपर छ, अनि यहाँबाट चाहिँ नम्बरहरू चुज गरेर अनि मैले यहाँ अर्को 10 मानको 1 मानको लोटो चाहिँ यहाँ बनाउँदैछु। अब हेरौँ कतिको लोटो पर्छ। मलाई चाहिँ एकचोटि लक्ष्य पनि कहिले के गरिरहेको हुन्छु। अहिले चाहिँ मैले यो पलाइबाट काटेर यस्तो बनाउँदैछु, हेरौँ है त के हुँदो रहेछ। ल मैले यहाँबाट चाहिँ अब ऱ्यान्डमली यहाँ चाहिँ मिलाएर राखेको छु, यस्तो क्याजाङ गुजुङ बनाएर राखिरहेको हुन्छु मैले। अनि यसबाट चाहिँ मैले 6वटा नम्बर चुज गर्नुपर्ने हुन्छ। अब यहाँबाट मैले 6वटा नम्बर चुज गर्छु। मलाई यो सेप जम्मै मिक्स मार्क्स छ, यो सेप भनेको स्मरण राख्न सक्नु भनेको नर्मल मान्छेले सक्दैन होइन, मैले पनि सक्दिनँ। त्यही भएर यसमा चाहिँ यो सेप थाहा भएर निकालेको छ आफूलाई यो नम्बर भन्ने चाहिँ हुँदैन। ल मैले चाहिँ अब यहाँ 6वटा नम्बर निकाल्छु। 1 2 3 4 5 6। ओके, मैले निकालेको नम्बर चाहिँ 39 37 27 1 31 अनि त्यसपछि चाहिँ हाम्रो 33। भनेपछि यसपालिको मैले काट्नुपर्ने 6वटा नम्बर चाहिँ 1 27 31 33 37 39 भनेको 4वटा नम्बर त उसबाटै आयो त 30 देखि 40 को बिचमा। एउटा चाहिँ छ 1 27 31 33 37 एन्ड 39। चाहिँ मार्का चाहिँ अलिकति चाहिँ अब यो चाहिँ यो एउटा भयो। मैले चाहिँ अब यहाँ 10वटा बनाउनु पर्ने छ। फेरि मैले यसलाई चाहिँ यस्तो गर्छु, यहाँ मिक्स गर्छु। यो कहीँ कता जान्छ कहीँ कता जान्छ, यो भोकेर बस्ने कुरा त हुँदैन होइन, भोकेको हुँदैन। अनि अब यसो मिक्स मार्क्स भयो। फेरि मैले 6वटा नम्बर निकाल्छु, मेरो के नम्बर पर्दो रहेछ। अब उसले साथीले पनि यस्तो लोटो काट्नु पर्छ। मैले चाहिँ आज बिहान उठेर कपाल काटेर नुहाएर लक्ष्मी मातालाई यहाँ साँची राखेर, लक्ष्मी माता देख्दै हुनुहुन्छ तपाईँहरूले, लक्ष्मी माता कृष्ण स्वरूप राधा स्वरूप है त।